नमस्कार दर्शकवृन्दहरू जो जहाँ जहाँ उपस्थित हुनुहुन्छ। म 86 वर्षीय ध्रुव कोइराला निपनी बस्ती निवासी। आज पनि केही अलिकति बोल्ने इच्छा लाग्यो। म के भन्न चाहन्छु भने अब मेरो इच्छा त कहिल्यै पुरा त हुँदैन बोल्नमा। अब फेरि सबै पनि आउन सक्दैन, कहाँ कहाँ अलिअलि खोजिमेलिकन बोल्छु। सिधा बनाउँदा अनि श्री रामचन्द्रजीलाई बास वनको दिएर आफै पनि मर्नुभयो। दशरथ नहिँड्नु कहिल्यै जयको पुजारी बनी, उच्च माइतमा सजान्छु म भनी आफै गएकी सती। निन्दा सुन्न नसकी होमिनु पर्यो, निम्तो नपाई गएकी सती। त्यस कारणले निम्तो नपाइकन कहीँ पनि नजानु अरे, निम्तो पाएर मात्रै जानु अरे, धोका हुन्छ अरे। अब त्यस्तै बाबु लक्ष्मणले दुर्वासा ऋषि एक दिन जानुभएछ। दुर्वासा ऋषि रामचन्द्रकोमा जानुभएछ माग्नलाई। अनि भन्नुभएछ कि श्री चिन्ता मणि काम हुँदैन रहने, आगो यति बाटो जो होला अन्न तयार खान्न म भन्ने पहिलो प्रतिज्ञा छ त्यो। कहिल्यै काहीँ मनुष्यले अझ तल देख्नै नपाइएको, चोखो फुल चढाउँला म शिवमा भन्ने त दोस्रो सयो। यस्तो अनुहार फुल बक्सनु भओस्, गृहस्थ पाल्ने भए एकै मात्र मुहुर्त बाँकी छ बिदा पाउन नसक्ने भए भनेर प्रश्न गर्नुभएछ। त्यहाँबाट रामचन्द्रले भाइलाई भन्नुभएछ कि भाइ लक्ष्मण एक लेख चिठी लौ भन्ने हुकुम बक्सियो। लेखियो चिठी बाँधियो र शरमा ठाडै उँभो छोडियो। तत्कालै सुरलोकमा पुग्यो रे सम्मान सभामै गयो। कसको हो किन हो यहाँ कसरी हो आयो कताबाट हो भन्दै इन्द्र अघि सरी बुझिलिँदा राम नाम सो देख्नुभयो। चिठी झट्ट फुकाई धोगी शिरले के झस्कँदै भन्नुभयो। कस्तो के चिठीमा कुरा छ भनी ती सारा थिए थरहर। सुरराजका निकटमा मेरो नमस्कार छ। झट्टै यो चिठीको कुरा गरी पुरा थाम्नुहोस् आफ्नो यश। पारिजात र कल्पवृक्ष दुवै झट्टै पठाइदिनुहोस्। मेरो खुब छ सम्झना डरनले आनन्दले बस्नु। त्यस कारणले यी पारिजात र कल्पवृक्ष भनेका यहाँनिर पृथ्वीमा आएका हुन् र उहाँलाई चाहिँ पूजा गर्ने चलन हाम्रो परम्परादेखि चलिआएको छ। अब त्यस्तै अब यो संसार रूपी समुद्र झै छ गहिरो, माछा सरीको जीवत। यो संसार रूपी चाहिँ समुद्र जस्तो हो, यो जीव चाहिँ माछा समानको। त्यस्तै कारणले हामीले चाहिँ के गर्नुपर्दछ भनेदेखि आज यो क्षणिकता हो। क्षणिकता जीवनमा आज छ भोलि छैन। अब यो कर्कलाको पानी पल्टिन कति बेर लाग्दैन, यो चढ जान पनि कति बेर लाग्दैन। यस्तो बेलामा चाहिँ अब मलाई त हाम्रा पूर्ववर्ती पितृहरूले भन्नुभएको कुरा पितृहरूले उपदेश दिनुभयो कि परोपकार गर्नु, परोपकार भन्ने ठुलो कुरा हो। परोपकार गर्न नै आएको हो। गाईले पनि दुध दिनुहुन्छ, आफू खानुहुन्न, अरूलाई नै हो। गाछले फल दिनुहुन्छ। यति नै होस्। लु भन त कति राम्रो भयो भएन।